हास्य कलाकार सुमन कोइरालाले तनहुकी शोभा गौलीसँग वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले हिजो मध्य बानेश्वरमा बेहुला बेहुलीका घर परिवार तथा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा परम्परागत विधि अनुसार विवाह गरेका हुन्। कोइराला निकट स्रोतका अनुसार दुवै बीच करिब 2 वर्षदेखि प्रेम सम्बन्ध थियो। गौली नेपाल विदेश आवजावत गरिरहँदा उनीहरू बीच नजिकिए र प्रेम सम्बन्ध विकसित भएको बताइएको छ। लामो समयको प्रेमलाई हिजो विवाह मार्फत दुवैले पूर्णता दिएका हुन्। इडहरी निवासी सुमन कोइराला टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियनमा दलेदाई नामक चर्चित पात्र मार्फत लोकप्रिय बनेका थिए। उनको सहज अभिनय र फरक हाँस्य शैलीले दर्शकमाझ ठूलो चर्चा कमाएको थियो। विवाहपछि सुमन कोइरालालाई सामाजिक सञ्जाल मार्फत शुभकामना आउने क्रम जारी छ। कोइराला निकट स्रोतका अनुसार दुवै बीच करिब 2 वर्षदेखि प्रेम सम्बन्ध थियो। गौली नेपाल विदेश आवजावत गरिरहँदा उनीहरू बीच नजिकिए र प्रेम सम्बन्ध विकसित भएको बताइएको छ। लामो समयको प्रेमलाई हिजो विवाह मार्फत दुवैले पूर्णता दिएका हुन्। इडहरी निवासी सुमन कोइराला टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियनमा दलेदाई नामक चर्चित पात्र मार्फत लोकप्रिय बनेका थिए। उनको सहज अभिनय र फरक हाँस्य शैलीले दर्शकमाझ ठूलो चर्चा कमाएको थियो। विवाहपछि सुमन कोइरालालाई सामाजिक सञ्जाल मार्फत शुभकामना आउने क्रम जारी छ।